नमस्कार, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज हामी एउटा भिडियो बनाउँदैछु। नानीहरू पहाडतिर घुम्न गएको थिए। घुम्न गएको बेलामा हामीलाई मायाले लिदिएको कोसेली म तपाईहरुलाई देखाउन चाहन्छु। अहिले हामीलाई कोसेली हामीलाई नानीले सेब लिदिएको छ हैन। यो सेब सेबै लिदिएको छ। ल्याउँदा बाटोमा यो खराब भयो होला सायद हैन। मायाले धेरै मायाले हाम्रो ज्वाइँले र नानीले पहाडबाट लिदिएका सेबहरू हुन्। तर यो नासपति हो कि सेब हो, सेबै होला हैन। तर यति धेरै सेब ल्याइदिनु भएको छ, धन्यवाद भन्न चाहन्छु। यसमा चाहिँ हाम्रो पलम भन्ने थाहा पाउनुहुन्छ होला तपाईहरुले। पलम चाहिँ राख्ने भाँडो ल्याउँदा नानी। त्यसपछि भाँडो यति धेरै मायाले हाम्रो नानीले पहाडबाट घुम्न गएर काली भएर आछ नानी। पहाड गएर सागहरू यो सागलाई हैन, पहाड यो चाहिँ पाइने साग हो। निकै मिठो हुन्छ यो हैन पहाडमा। यो अब आउँदा बाटोमा अलि कालो भए जस्तो छ है। सागहरू पहाडदेखि ल्याइदिएको मायाले यति धेरै सेब ल्याएको थियो। त्यसपछि यो हैन, यो गोलपिरा पनि लिएर रहेछ नानीले सायद हैन, अम्ला रहेछ। हाम्रो म्याडमले पनि खोलिरहनु भएको छ। यो मायाले टाढाबाट लिदिएको नानीलाई र ज्वाइँलाई भान्जीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामीले यो व्यवस्थापन गरिरहेछौँ। अब यसलाई ग्याममा खानुपर्छ धोएर। थ्याङ्क यू सो मच पवित्रा नानी, कलाकार पनि हो हाम्रो नानी, टिकटक स्टार पनि भन्छु मैले नानीलाई बेला कि मायाले लिदिएछ। यति धेरै सेब लिएछ। सेबमा के हो भने त्यति लिएको ब्यागमा अब यताउता भइहाल्छ नि चिसो टाइममा, बर्खाको टाइममा। अहिले टाढाबाट लिएछ, के भन्न चाहन्छु? थ्याङ्क यू सो मच। यति राम्रो ल्याइदिनु भएको छ। स्याउ अनि तरकारी, नासपति, अनि यसलाई भन्छन् पलम, अनि यता चाहिँ आलु पकौडा के भन्छ। हामी अहिले थ्याङ्क यू सो मच नानी। पवित्र नानी कलाकार